नमस्कार, मेरो नाम देवी परियार अनि म भरतपुर वार्ड नम्बर 17 मा बस्छु अनि पनगाई चौकी अनि हाम्रो जग्गा चाहिँ 6.5 कट्ठा अनि 6 कट्ठा अनि हामी 40औं वर्षदेखि बस्दै आएको हाम्रो पुर्खा बाउबाजेको सम्पत्ति अनि यसरी हाम्रो 2 फ्यामिली हम अनि दाजुभाइ अनि सबैको जग्गा अनि कृष्ण मानन्दर र अनि शारदा पन्तले अनि हाम्रो जग्गा चाहिँ 6 कट्ठा अनि 6.5 कट्ठा जग्गा चाहिँ अनि हामीलाई पास गरेरै उनीहरूले लिएको अनि हामीले चाहिँ उनीहरूलाई चिनेको थिएनौँ अनि शारदानगर चितवनको हिमाली गुरुङ उहाँले चाहिँ हाम्रो माइती गाउँ भएर अनि नातेदार फुपू पर्ने भएर उहाँले चाहिँ हामीलाई यत्रो सस्तो ब्याजमा अनि ब्याङ्कको ब्याजमा दिन्छ अनि एकदम राम्रो मान्छे छ तिमीहरूलाई हरेक कुरामा सहयोग गर्छ भनेर अनि हामीलाई आश्वासनहरू धेरै देखाएर चाहिँ अनि हाम्रो जग्गा चाहिँ 6.5 कट्ठा पास गरेर अनि उनीहरूले लिएको अनि हामीले पछि फिर्ता माग्दाखेरि फिर्ता नदिएको अनि पैसा दिन्छु अनि हाम्रो जग्गाले भन्दाखेरि नदिएको अनि पछि हामीले धेरै खोज्यौँ अनि ऊ हाम्रो सम्पर्कमा नआएको अनि हामीबाट सम्पर्कविहीन भएको अनि हिमाली गुरुङले चाहिँ बिचमा भेटाइदिनु भन्दाखेरि पनि नभेटाइदिने अनि उहाँले नि धेरै कुराहरूमा अनि हामीलाई उनीहरूसँग भेट हुने हामीसँग चाहिँ भेटे छैन भन्ने त्यस्तो फटाइ काम गरेर अनि हिमाली गुरुङले चाहिँ हामीलाई यसरी फसाइदिएर अनि कृष्णमानन्द र शारदा पन्तले चाहिँ हामीलाई धेरै आश्वासनहरू देखाए अनि जग्गा दिएनन् अनि हामी आज सडकमा आएछौँ अनि हाम्रो जग्गा चाहिँ खाने यो कृष्णमानन्द र शारदा पन्त यिनै हुन् अनि उनीहरूलाई चाहिँ खोजेर चाहिँ अनि हामीसँग जसले देखे पनि जसले भेटे पनि उनीहरूलाई चाहिँ चौकीमा बुझाइदिनु होला अनि हामीले बालाज्यूमा पनि निवेदन दिएका छौँ यिनीहरूलाई समाउनको लागि अनि अब हामी 2-4 दिनमा अब हामी के अरे ब्याङ्कले पनि अब सर नमस्कार मेरो वासस्थानको विषयमा र यो इलाकाको विषयमा त अहिले भर्खर मेरो बुहारीले पनि बताइसकेका छन्। अब हामी सामान्य एक त दलित मान्छे भने अर्को कुरा चाहिँ हामीमाथि भाइ पनि विदेशमा भएको बेला र म पनि घरमा नभएको बेलामा आइमाईहरूसँग अलिकति कस्तो ललाइ खलाइ गरेर अनि त्यसपछि समस्या अब हामीबाट भन्दा पनि हामीलाई चाहिँ ललाइ फकाइ नै गरेर हामीमाथि एउटा ठुलो उपद्रव र अनि त्यसपछि हामीलाई चाहिँ अहिले सडकमा सुकुम्बासी बनाइसके हामी सामान्य एक त दलित मान्छे अर्को कुरो हामी अदालतमा जाँदाखेरि पनि केही प्रमाण पुगेन अर्को कुरो हामीसँग आर्थिक अभाव त त्यसैको थियो त्यो कारणले गर्दाखेरि अब कयौँ ठाउँमा उनीहरूको पहुँच होला हामीले मुद्दा पनि हारेको छौँ। अहिले पुनरावेदन अदालतमा कुन विषयमा छलफल हुने हो अब त्यहाँबाट कस्तो नतिजा आउने हो त्यो विषयमा हामीलाई पूर्ण रूपमा चाहिँ हामीले जित्छौँ जस्तो चाहिँ लाग्दैन किनभने हामी सुकुम्बासी भइसकेको छौँ। अब तपाईँहरूबाट